हेलो गाइज, म चाहिँ अहिले तपाईको गोराबारीदेखि ठिक मुनि मार्ग स्टपदेखि माथि जहाँ चाहिँ भन्ज्याङ नौख्याउने भन्छ। यो एरिया चाहिँ ब्रिटिसकालीन, यहाँ चाहिँ ब्रिटिसहरूले सानो सानो नाउहरू कुदाउने गर्थे अरे। उनीहरूको एउटा टाइम पास भनौँ, रमाइलो गर्ने ठाउँ है। र अहिले चाहिँ भर्खरै म चाहिँ यहीँ पुगेको छु र तपाईहरुलाई यही अवगत गराउन चाहन्छु, जानकारी दिन चाहन्छु। यहाँ चाहिँ तपाईहरु घुम्न आउनु सक्नुहुन्छ। यो एरिया चाहिँ एकदमै राम्रो छ, शान्ति क्या, एकदमै। मलाई पनि यहाँ रमाइलो लाग्छ। हुन त म त अब धेरैचोटि अब उकालो ओह्रालो हिँड्दा यहाँ पसिरहन्छु र आज अचानक मेरो यो यहाँ आउनु पर्ने भन्ज्याङमै काम भएको हुनाले फेरि मलाई भिडियो बनाउनु मन लाग्यो। र जति पनि तपाईहरु देश विदेशमा या कहीँबाट तपाईहरुले हेरिरहनु भएको छ भने है, यो एरिया चाहिँ तपाईहरुलाई एकदम शान्तिपूर्ण प्लेस छ है। र यहाँ चाहिँ सेलोमेन्डर पनि पाउँछ है। अहिले अब म आइरहेको छु, यदि देखेँ भने, भेटिहाल्यो भने चाहिँ म तपाईहरुलाई त्यो पनि देखाउने छु है। यो चाहिँ मजाको छ क्या, हेर्नुहोस् न। अहिले चाहिँ म यहीँ पुगेको छु, एकदमै रमाइलो हो। ओ साथी, सेलोमेन्डर देख्दैन यहाँ? बाहिर निक्लेको हुन्छ नि सर। बाहिर हुन्छ? बाहिरकै हेर्नु पर्यो त है। बाहिर निक्लेको हुन्छ हो, यस्तो झ्यासमा निक्लेको हुन्छ हो। खै म चाहिँ हेर्छु, म सेलोमेन्डरको खोजीमा छु। झ्यासतिर हुन्छ अरे, बाहिरतिर है। भेट्यो भने चाहिँ तपाईहरुलाई म देखाउने पूर्ण कोसिस गर्छु है। र हामीले धेरैचोटि चाहिँ भेट्छु है। आज चाहिँ तर मैले देखेको छुइनँ र तपाईहरुलाई म देखाउने कोसिसमा छु है, म चाहिँ यता आइरहेको छु। तपाईहरुले जतिजनाले पनि यो भिडियो हेर्नुहुन्छ है, यो चाहिँ सुनादा पुग्नु परेन, गोराबारीदेखि ओह्रालो आउनुहोस् र तपाईहरुले ठिक गोराबारीदेखि मुनि चाहिँ यो एरिया है। भन्ज्याङ भनिसकेपछि पहिला यसलाई नौख्याउने पनि भन्थ्यो है। र यहाँ आइपुग्नु भयो भने चाहिँ तपाईहरुलाई एकदमै रमाइलो छ। एकदमै आएर तपाईहरु यहाँ रमाइलो गर्नु सक्नुहुन्छ। यो एरियामा मैले तपाईहरुलाई यो एरियाको चाहिँ वरिपरिको दृश्यहरू देखाउँदैछु। भाइ, सेलोमेन्डर निक्लेको हुँदैन यहाँ बाहिर? छैन है अहिले यहाँ बाहिरतिर है। कहाँनिर? त्यो त म गएँ हेरेँ कि देखिनँ। एउटा देखाउनु पाएको पनि भइहाल्थ्यो नि। र अहिले चाहिँ म भने सेलोमेन्डरको खोजीमा छु र तपाईहरुलाई मैले वरिपरिको दृश्य नै देखाइदिइरहेको छु। हेर्नुहोस् है, वरिपरि रहेछ। यहाँ बस्ने चौतारी पनि छ। म चाहिँ अब यहाँ बस्छु। यहाँ एकछिन बस्नु पर्यो। कति मजाको रमाइलो ठाउँ हेर्नुहोस् न। र जतिजना पनि आउनु भयो भने चाहिँ तपाईहरु यहाँ आउनु नभुल्नुहोस् है, एकदमै मजाको एरिया छ।